ल है सबैजनालाई नमस्ते। आज पनि अब छुट्टीको दिन। म सदा चाहिँ सेम वे हुँदै आज छुट्टी मनाउन भनेर आज हाम्रो ज्वाइँ र बहिनीको पनि छुट्टी परेको रहेछ सँगै। अनि ल आज घुम्न जाउँ न त कतै भनेर ठ्याक्क घरबाट हिँडेका छौँ। बहिनीलाई भेटेर खाजासाजा खाने पहिला, अनि त्यसपछि अनि कता जाने भनेर डिसाइड गर्नेछौँ। हस् त, भिडियो हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। बुढी अघि अघि गइरहेको छ। र मेरो कफी चाहिँ आएको छ, अर्डर गरेको। ज्यादा मिठो जस्तो छ। अब कस्तो छ यो यहाँ आज ब्रेकफास्ट खान आएको। यस्तो बवाल रहेछ प्लेटिङ चाहिँ होइन। इन्दर भाइले अर्डर गरिरहेछ। अब यी ब्रेकफास्ट आएको छ होइन। यस्तो मिठो देखिएछ देख्न चाहिँ। अब खाँदा कस्तो छ, बुढीको चाहिँ यस्तो चाहिँ हेल्दीवाला खाने अरे। हाम्रो यी सबैजना यहीँ छौँ हामी। अब ब्रेकफास्ट उहाँहरूले त खाएर भुँडी अगाएर बस्नु छ, हामी चाहिँ अब स्टार्ट गर्दैछौँ। ल अब खाजा खाएर सकिएको छ। मैले त सबै सकेँ, ले छोडेँ अलिअलि। एकैछिनमा अब कतातिर जाने भन्ने डिसाइड गर्दैछौँ। त्यसपछि हिँडिन्छ हामी। यहाँ घुम्न आउने मान्छेहरूको लागि हो। टिकट काट्ने, मजाले उता घुमाएर लैजान्छ। बुढी र बहिनी भएर कपडा लिनु गएको छ। ज्वाइँ साहब र म चाहिँ तिनीहरूलाई वेट गर्दै बसिरहेछौँ। तिनीहरू आउँछन् र त्यसपछि आजको गन्तव्यतिर लाग्ने हो। पल झरेर खत्तम भयो। हङकङमा अन्डरग्राउन्ड यो 2-3 तला मुनि एमटिआर बनाएको छ। लामो छ। डेकोरेसनको लागि यिनीहरूले के गरिरह। ओ फोन आयो। फोन आएको छ हाम्रो ददी भाइको। भाइ भन् त, फोन किन नउठाउने हो र? यहाँनिरबाट बस लिएर यहाँ आइयो। यहाँदेखि यो लाइन हुँदै यहाँनिर जाने हो। पल्लो गाउँदेखि पल्लो गाउँसम्म। ज्वाइँ साहब र म आइसक्यो। दुईटी मेकअप सेकअप धस्नाले उहाँ कहाँ आउँदैछन् भन्ने कुरा थाहा छैन। जानुपर्ने चाहिँ यहाँ हो। फाइनल्ली दुईजना आएका छन्। उनीहरूलाई पर्खिँदा आजको दिनै बितिसक्यो। खाऊ है एउटा। यहाँ यो दिँदैछु मैले सबैलाई। फुल अरे फुल। ल यो तपाईँको बियर कम्पनीले बनाएको कि असार। सबैलाई सजिलो। बियर खानालाई बोतल खोल्न नपर्ने होइन। यो असाई कम्पनीलाई म प्रमोसन चाहिँ गरेँ होइन। यो कम्पनीको बियर ट्याब्लेटमा झिक भनेर भन्नु पर्यो त्यसलाई। भिडियो बनाउँदै बाटोमा हिँडेको। यहाँ बाटोमै फ्यान भेटियो हाम्रो। यहाँ भिडियो हेर्दै रहेछन् बाटोमा। फ्यानहरू मोबाइलमा लाएर हेर्दै रहेछन् एमटिआरमा। फेरि आफ्नै घरका फ्यान पो रहेछन्। यसो हेर्दाखेरि फेरि इनङ आइसकेका छौँ। अब चाहिँ यहाँबाट बाहिर निक्लिन्छ। यस्तो राम्रो ठाउँ बनाएर रहेछ। हामी पनि कहिलेको आएको थिएन, आज फर्स्ट टाइम आएको। हेरौँ कस्तो छ, देखाउँदै जानेछु। हस्, जी एक्जिटबाट निक्लिँदैछौँ हामी। अहिले जान लागेको ठाउँ होइन, इको G2 होइन, G2। यो चाहिँ अब युनलङ हो। यहाँ नेपालीहरूको चाहिँ एकदम बस्ती छ। मिनी नेपालै भन्दा हुन्छ यहाँ चाहिँ होइन। यो घरहरू पनि पुरै पुरानो नेपालको टाइपको घरहरू छ। अनि मोस्टली हङकङको त त्यही त हो। मोस्टली अब त्यो उता डेभलप सिटी भन्दा यो अब गाउँतिरको घरहरू जस्तो छ क्या। सेम पोखरा गयो जस्तो फिलिङ हुन्छ। 16 मिनटमा आउँदैछ। 16 मिनटमा त गरे पनि आइन्छ होला। गराम म। हामी G2बाट निस्केर यो ठ्याक्क बाहिर निक्ले। यो पुलै आएर यता निक्लेपछि यहाँ 76K भन्ने बस लाग्दो रहेछ। 14औं स्टप अरे है।
14औं स्टप भनेपछि त लास्टै धेरै टाढा रहेछ जस्तो छ। जहिले पनि हो दुःख पाउने चाहिँ हामी, दुःख पाउनेमा 1 नम्बर हो हामी। हामीले दुःख पाउँछौँ ताकि अरूले पाउनु नपाओस्। त्यो पनि हो। जहिले गयो अनि लास्टमा ल यो हुरहुरी गरेर गयो लास्टमा अनि अब नेक्स्ट टाइम त यो गर्नुपर्छ भने अर्कोचोटि पनि त्यही गल्ती गर्छ। ल फाइनल्ली बसमा चढ्यो। हामी अगाडितिर बस्दैछौँ, ज्वाइँ साहब र बहिनी पछाडितिर छौँ। हामी अलि हल्ला गर्ने पार्टी पर्यो, नेपालीहरू हल्ला गर्ने पार्टीमा पर्छन् भन्छन्। 76K बस चढ्यो। अब झरेपछि भनौँला तपाईँलाई के छ अब। बहिनीले मलाई अर्को पनि यहाँ तिहारको गिफ्ट लाएर आइरहेको छु मैले आज। अर्को ज्याकेट घरै छ, लेट अराइभ भयो। यो चाहिँ मेरो दाइलाई कति चाहिँ रहेछ हो यसको गिफ्ट। अब अरू बेला दिइन्न नि त बर्थडे सट्टेमा। उपो कम भयो क्या हो। ए मेरा दुश्मनहरूको लागि आँखा फोरिदिन्छु म। डेभलप गर्दैछ अरे कि अबको 10 इयर्समा त यो एकदमै एक्सपेन्सिभ सिटी हुन्छ भन्दै थियो कि त्यसले। भियतनाम पनि जानु बाँकी छ है। अब नेक्स्ट कुन कन्ट्री हो? भियतनामको त म होइन पिस त मलाई बवाल लाग्यो यार। पानीको छाल आउँछ नि तपाईँको सिङ्गल यो रुख छ नि हङकङ ज्वाइँ साहब, यो भाँचियो केही गऱ्यो भने पनि लान पाइँदैन नि। यो त्यो खै यो चाहिँ तपाईँको त्यो मस्किटो स्प्रे एउटा हाल्दाखेरि बास्ना आउँछ नि तपाईँलाई, त्यस्तै आउँछ कि यसको बास्ना। यो फोहोरो पानी हो है, यस्तो गना है। अमलाको रुख भेट्यो। अमला 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 काण्ड भन्छ नि फेरि बर्बादै। अमला काण्ड लिएर किन्न ल। तर यतातिरका त कुहिसक्या रहेछन्, कालो भन्नाले पनि त्यो रोग लागेका जस्ता छन् क्या। पानी यस्तो फोहोरो छ। हङकङमा अमला है, हङकङमा अमला खाने भयो आउनुहोस्। ज्याम ज्याम यही हुँदै यताबाट यो अन्डरग्राउन्ड यो बाटोको मुनि हुँदै हामी चाहिँ ढल रहेछ कि यसको ना। ओ माई ओ। तर यो खोला चाहिँ लास्टै नहुने रहेछ होइन, लास्टै। अनि अब यो फ्लावरहरू यस्तो छ। अब यो बाटो चाहिँ हाम्रो ज्वाइँ साहबलाई चाहिँ अलिकति एडभेन्चर गर्न मनपर्छ, अनि सिधा बाटो नआएर बाङ्गो बाङ्गो बाटो आउनु भएको छ। यो सही राम्रो देख्छ नि त्यो है। यो चाहिँ यो खोला जस्तो छ, पानीको किनारै किनार रहेछ। यो हाम्रा दुईटा सुन्दरीहरू यहाँ आउँदैछन्। यो ज्वाइँ साहब अगाडि लम्किनु भएको छ उहाँ। हल्का हराइयो त्यहाँ होइन, हल्का बाटोमा हराइयो। हराएको पनि ठिकै भयो। यी अमलाहरू भेटियो टन्नै रुखमै लटरम्म फलेको अमलाहरू। अमला खाँदै अहिले त हामी गन्तव्यतिर लम्किँदैछौँ। हेर्न सक्नुहुन्छ यो यतातिर चाहिँ धान रोपेको रहेछ। धान सुक्खा भएर यस्तो भएको छ। यो हाम्रो गाउँतिरको घर जस्तै छन्। यो यिङलङ यहाँका कटेरामा पनि फ्यान छ, तर हाम्रो नेपाली कटेरामा त होइन। हाम्रोमा त फेरि अर्ग्यानिकवाला छ नि त फेरि फ्यान। हामी नेपालीहरू त अर्ग्यानिक खाएरै हुर्केको मान्छेहरू हो। हेर्नुहोस् यहाँ चाहिँ यो भूत बङ्गला जस्तो रहेछ यार। माथि त तर्साउँदै होला यार। यहाँ भेडा चलाउने ठाउँ हो क्या यो त। 360 होइन 390 हान्ने ल। काम भएन नि। पिपलको रुख पनि रहेछ यहाँ। ओहो लोटस सोटसहरू रहेछ। अब अहिले त फुल्ने सिजन रहन्छ क्या। यस्तो छ। माछा जति आकाशतिर झुन्ने छन्। अब यहाँ साग हो कि के रोपेको हो नि? यो सनफ्लावरको बिउ हो क्या यो त? हो क्या हो है, हो क्या। मुभीहरूतिर देख्नुहुन्छ नि हो यस्तोवाला घर। अब हामी यहाँ चाहिँ आइयो, तर फुल फुलेको रहन्छ होइन। अनि यो नोभेम्बरमा स्टार्ट हुने रे। $50 लिन्छ अरे। नोभेम्बरमा आइज भनेर अहिले चाहिँ हामीलाई पैसा लिएन। यहाँ चाहिँ खास चाहिँ यो
सनफ्लावरको लागि फेमस हो कि यो बनाउँदै रहेछन् क्या अब नोभेम्बरको लागि यिनीहरूले प्रिपेयर गर्दै रहेछन् हामी चाहिँ यस्तै हो कि आज पनि दुःखै पाइयो हेर्नुहोस् जहिले पनि यही हो हाम्रो करामत भन्ने यही हो जहिले हामी आयो बुद्धि नपुर्याइकन स्वाइँ स्वाइँ आयो लास्टमा दुःख पायो आज पनि फुल हेर्न भनेर यहाँ यिनीहरू यहाँ 1.5 घन्टा लाएर उहाँ सजिएर उहाँ हामीलाई उहाँ बस स्टपमा वेट गराएर यिनीहरू दुईटीले होइन त्यो मुखको त होला नेचुरल ग्लो यो कपडा त नेचुरल ग्लो होइन नि यो यिनै थोप्डाहरूले हामीलाई आज 2 घन्टा वेट गराएको हुन् पो हुँदै रहेछ भर्खरै फुल्न चाहिँ फुलेछ ल सनफ्लावर त यो चाहिँ खतरावाला पाले रहेछ नाम नोभेम्बर अलिकति हल्का अब बोल्दैछौँ यामो फान नुडल मौवा ओके हाम्रो जेको पनि स्टार्टर हुनुहुन्छ उहाँ चाहिँ हामी फलोवर हो उहाँ चाहिँ स्टार्टर हो नडराइ दिनुहुन्छ उहाँले फेरि जहाँ पनि ओकेला भनेर उहाँले चलाइहाल्नुहुन्छ जे पनि त्यो माइक यहाँ छ उहाँ बोल्दै हुनुहुन्छ जहिले ज्वाइँको आवाज चाहिँ आएको छैन होला होइन अब मेरै आवाजमा किशोर कुमारले भिडियो लिने हुनुहुन्छ यहाँ उदित नारायणको स्वरमा हात हल्लाउँदै हुनुहुन्छ उहाँ भिडियोको लागि हो क्या यो त यस्तो त्यसको टी सर्ट देखेँ त्यहाँ यस्तो हुन्छ नि यस्तो दोकान पनि रहेछ होइन कोल्ड ड्रिङ्क स्न्याक्सहरू आई थिङ्क वेडिङ फोटोसुटहरूको लागि यो फेमस छ जस्तो लाग्यो मलाई हो जहीँ साप त अब मुडमा आउनुभयो केही होला जस्तो छ बाइक तिनवटा बिराला रहेछ नि बोलाउँदैछ यो हामी जहाँ आएका थियौँ त्यहाँ यस्तो बेच्न राखेको रहेछ यस्तो मजाले बनाएर राखेको रहेछ क्यासियर पनि यहाँ यस्तो रहेछ क्यास ओन्ली लेखेछ अनि सेल्फ पेमेन्ट रहेछ कि सरी वी डोन्ट एक्सेप्ट $1000 लेखिरहेछ यो नोभेम्बरदेखि चल्ने होला कि होइन सेल्फ पेमेन्ट हल्का अब फोटो खिच्ने भनेर यहाँ अब हामी युगल जोडीहरूको फोटोग्राफर यहाँ हुनुहुन्छ यो सब सनफ्लावर उसको लागि रहेछ आज भिडियोमा खिच्न पाइएन अब अर्कोचोटि चाहिँ नोभेम्बरमा फेरि आएर एकचोटि बनाउनु पर्ला यो ठाउँ चाहिँ लास्टै बनाउने ठाउँ रहेछ होइन पिनास सिनास भएछ भने चाहिँ यहाँ आउनु पर्ने रहेछ झापझुप ठिक हुन्छ हेर्नुहोस् नाक थुनेर हिँड्या यिनीहरू है तेरि मेरो त नाक बन्द भएको थियो त्यो पनि खुल्यो यो एउटा भनाइ छ कि जे चिज पनि लास्टै गनायो भने चाहिँ एक कडा सासमा तानिदिने हो भने चाहिँ गनाउनै छोड्छ अरे कि बल्ल गनाएको छैन हामी अब यहाँ यिनलङ अब फुल हेर्न पाइएन कि अब कुखुराको फुल खान के हो मलाई त यार यो त अलिकति केटी पारा देखेको रहेछ त with beard and without beard त्यसको मेरो मुख मिल्छ र नाक मिल्छ र सबले अब भन्छन् मलाई चिन्नु भयो भने चाहिँ मेरो बुवालाई पनि चिन्नुहुन्छ तपाईँले ग्यारेन्टी फोटोहरूको दोकान तरकारी बजार यो हो पोमेलो बक्कु हाम्रोतिर बक्कु भन्छन् क्या त्यहाँ हामी बाटो हिँड्दैछौँ यहाँ बाटोको च्याप्पै 1500 फाइन हान्छ समात्यो नि टुरिस्ट भन्दै हिँड्न पर्ला दामी रहेछ बिचमा पानी अनि यो गनाउने पानी हो जो हिसाब अघिको
त्यो त मैले बुझेँ तर चाहिँ त्यो अहिले नेपालको के खोलामा नि पुरै सिमेन्ट हान्ने नि हैन यस्तो बनाउने भने चाहिँ अनि बिचमा ठिक हुन्थ्यो र ज्वाइँ साहब फेरि भेजिटेरियन हुनुहुन्छ होइन अब खोज्नु पर्यो भेजिटेरियन आइटम पनि खोज्नु पर्यो टोफु टोफु भन्नु पर्यो भेजिटेबल सलाद खानु पर्यो है दिदी आउँदै हुनुहुन्छ कि अब दिदीले हामीलाई गाइड गर्दै हुनुहुन्छ नेपाली बस्ती यहाँ त लास्टै छ क्या मलाई चिन्न त चिन्नु पाऊ नि म त्यही हो त्यो कपाल तैसै मैसै हो तैँ भन्दाखेरि चाहिँ अलिकति ऊ पनि सुन्छ तपाईँ पनि सही म पनि सही त्यस्तो राख्नु पर्ला कि अब नाम त कि तैसै यही ठिक छ हौ तपाईँ पनि सही म पनि सही अहिलेलाई चाहिँ यो रुडो हो कि के हो हो यो चाहिँ भियतनामको मिठो हुन्छ यसमा मलाका कहाँको मलाका सुनको भाउ बढायो बेला हेर्नु यसका घाँटीमा दाम्लो बर्थडे आएकाहरूलाई बर्थडे केक अब जाडो आउने बेला केको फ्यान मेरा फ्यानहरूको लागि मेरा कोही नभए पनि फ्यानहरू त धेरै छन् है हामी चाहिँ यहाँ रेस्टुरेन्टमा भेटेर तनावमा थियौँ उहाँ दिदीले चाहिँ अर्कै बाटो हिँड्नु भएको थियो त्यही पनि ल भाइहरूलाई म छोडिदिन्छु भनेर हामीलाई रेस्टुरेन्टसम्म पुऱ्याइदिँदै हुनुहुन्छ हामी चाहिँ यो लङ भन्ने रहेछ दिदीलाई सोधेर अब यही रेस्टुरेन्टमा छिरेका छौँ अब कस्तो हुन्छ खाना अब ट्राई गरिन्छ अब खाना अर्डर गरेपछि तपाईँहरूलाई जानकारी गराउने छु है लभरहरूलाई नाम चाहिँ यहाँ चापाटे रहेछ है के चापाटे के हो चटपटेको नाम चापाटे रहेछ मिलाएर बुझ्नु साथै नेपाली हस्तकलाहरूलाई चाहिँ राम्ररी प्रेजेन्ट गरिरहेको पहिलो खाना आएको छ के अरे यो पानीपुरी हस् थ्याङ्क यू चटपटे ठिकै छ भोलि बिहान पेट दुख्छ मुख त रसायो त हौ चियर्स कस्तो कस्तो लाग्यो हजुर एकदम मिठो छ यो चाहिँ नेपालमै खाए जस्तो भयो अब चटपट ट्राई गर्दैछु म होइन राउन्ड टू किन भनेको तँ पनि भन्नु न किन राउन्ड टू ए भिडियो खिचेँ अघि नै भनेर पुरा बोलेर पुरै एक्सप्लेन गरेर लास्टमा त भिडियो अन भइन्छ चटपट त खासै त्यो मेरो बुढीले चाहिँ खास मिठो बनाउँछ के मसला पिसेर मिठो बनाउँछ खासै केही छैन त यहाँ पेट दुखेको बेलाको जस्तो रहेछ यो यस्तो बच्चाहरूको मजा आएन यो चाहिँ मैले गरेको त्यतिर नाम लागेको होइन मैले गरेको तर खाना चाहिँ उहाँले खाँदै हुनु ए बदाम मात्र खाँदै हुनु खाएर यो पनि हेरौँ नयाँ चम्चा हालौँ न त यता अब उहाँले फेरि जुठो खानु पनि न त्यस्तो भयो प्रब्लम फेरि ज्वाइँलाई जुठो खुवाउनु पनि भएन थुक त रसिलो आयो हुन्छ हामी इन्जोय गर्छौँ तपाईँहरू पनि यस्तो पानी सानी खाँदै हाम्रो ज्वाइँ साथीले चाहिँ दाइ भन्नु त त्यत्रो खर्च गरेर बाजा बजाएर मेरो नाममा गरेर सरकारी अरे यो चाहिँ सरकारी हो त्यो सबैको भयो नि होइन प्राइभेट हो प्राइभेट कम्पनी हो पहिला हामीले उहाँ बेचेको हो नि यहाँ कति
मेसिन आउनु पनि ददलकै मेसिन लिएर आएको दुईटा त प्रोडक्सन भयो अब तेस्रो गइदियो ददलकै मेसिनको त्यो भविष्यमा होला है ल त अब खाना इन्जोय गर्नुहोस् तपाईँ मिठो मानेर खाँदै हुनुहुन्छ घिउ छैन रहेछ ल ठिकै छ खाना खाएर भन्दा पनि अब यस्तो हङकङमा अहिलेसम्मको बकवास खाना खाइयो खाना पनि खाइएन होइन सबै फालियो एउटा त्यो पानीपुरी चटपट र पानीपुरी ठिकै रहेछ अरू त खत्तम खाना हङकङको 600 को बिल तिर्यो हाम्रो नेपाली कति भयो 10-12 हजार तिर्यो 12,000 को कस्तो खाना यो उहाँले त बरु भात खानुभयो मिठाई छ मेरो ठिकै थियो अरूको त्यस्तो त्यो थर्ड क्लास खाना खाइयो कि बिचरा त्यो दिदीले पनि खोजी ल्याइदिनु भएको अब तर यस्तो थर्ड क्लास रहेछ रेस्टुरेन्टको नाम चाहिँ अब अलिकति उ नगरौँ है तर यिनलङ भन्ने ठाउँमा यो चाहिँ यस्तो थर्ड क्लास खाना चाहिँ हङकङमा खाइएदैन हङकङमा चाहिँ होइन यो सस्तो खाना के गरेर देखाउँछु म यहाँबाट जति चुज गरेर 3-4 आइटम चुज गरेर खान पाइन्छ अनि 40-50 डलरमा उहाँसम्म लाग्छ भात र 3टा खाना चुज गरेर $50 मा 38 मा पनि रहेछ 138 मा चाहिँ के हो खै थाहा भएन नर्मल्ली चाहिँ यो सस्तै खाना यो डेभिड बेक्ह्याम मलाई घडी लाउन त मन छ अब यहाँ खासै रहन्छ डेभिड बेक्ह्याम भएको बुढो हुँदै गएपछि राम्रो हुँदै जाने भन्ने त त्यो त चल्तीको चलन हो होइन र के भयो अरे टिस्यु चाहिँ राम्रो क्वालिटीको रहेछ ए बाक्लो टाइपको खाना चाहिँ डल ग्लास टिस्यु चाहिँ डेन्जर नेपाली पसलहरूको ठाउँमा नेपाली पसलहरू छन् नेपालै गए जस्तो फिल हुन्छ यहाँ यो ठाउँमा आउँदाखेरि चाहिँ बच्चाहरूको किन्डर गार्डन पनि भेटिएको छ माता किन्डर गार्डन अरे बच्चाहरूको यो चाहिँ यो यहाँको मोनोरेल जस्तो हो यो सानो एक डब्बाको मात्र हो यो अनि यो चाहिँ यहाँ बाटोमा कुद्छ क्या यो यिनलङमा मात्र हो यो के एलआरटी भन्छ होइन एलआरटी हो लाइट रेल ट्रेन होइन आज माइली बहिनीले चाहिँ हामीलाई अर्को रेस्टुरेन्ट उ गरेको थियो त्यो बहिनीको भनाइ सुन्न पर्ने रहेछ हामीले अब नसुनिकन हामी त्यहाँ गइयो होइन खाना चाहिँ आज बिहान त्यही ब्रेकफास्ट खाएको त्यसपछि लेट लन्च खाम अनि डिनर पनि हुन्छ भनेर पैसा जोगाउन खोजेको के को जोगिनी बेकारमा फाल्टु पैसा गयो त्यही मलाई यस्तो यो बेकार खाना र तासमा हारेको पैसा चाहिँ लास्टै निन्द्रै लाग्दैन हो मलाई त्यस्तो हुन्छ कि मलाई तपाईँहरूलाई चाहिँ कस्तो हुन्छ तासमा हाऱ्यो भने पनि म त लास्टै चित्त दुख्छ अनि यो बेकार खाना खाएर पैसा तिर्यो भने पनि निन्द्रै लाग्दैन आज म निदाउन पनि सक्दिनँ होला हौ त्यस्तो हुन्छ मलाई त्यस्तो पीडा छ लेख्न चाहिँ खै त्यो जुम गरेर पनि अलि भेट्दो रहेछ कालो हो कालो एमटिआर भित्र बुढी र बहिनी छिरिसके ज्वाइँ सापिता अगाडि कता जानु गइसक्नु भयो म भर्खर भित्र छिरेँ अक्टोपसमा पैसा भरा छैन कि मैले यिनीहरू कति सपना बुनेर हिँडेका थिएँ पुरै फुलमा फोटो खिचेर फेसबुकै रङ्गाउने हिसाबले चलेका थिए यिनीहरू आज दुःख तर म चाहिँ लास्टै दुःख छु एउटा अमला खान पाइयो त्यति मात्र हो अरू सबै जिन्दगी बेकारै भएर गयो यार आज त सायद त्यही आफ्नै नेपालीकोमा खाएर यसो आफ्नै नेपालीहरूलाई हेल्प गरौँ भनेको बेकार ठाउँमा गइएछ जिन्दगी यस्तै रह्यो गाली नै अब आफ्नै अब नेपालीहरूलाई कति गाली गर्नु तर अब नमिठो भएपछि त नमिठै भयो भन्ने त होला अब के हो अब अघिको खाना चाहिँ बेकार भएपछि अब फेरि हामी रेस्टुरेन्ट खोज्दै हिँड्यौँ अब चाहिँ फेरि खोज्दै हिँडेको छ
अहिलेको खै घडी 8 बजेर 9 मिनेट गएको छ अहिले चाहिँ हङकङ समय। नेपालको भनेपछि हाम्रो ज्वाइँ सर चाहिँ मसाजको पारखी हुनुहुन्छ, जहिले चाइना गएर मसाज गर्दै हिँड्ने। आज पनि चाइना जाम गर्दै हुनुहुन्थ्यो अनि जहाँ चाइना जाने भने परे जस्तो अरे। तपाईँका पनि बेबी सावर गर्न छ नि 139 रहेछ क्या। खाना अर्डर गरेर बसिएको छ अब हामी। होपफुली यहाँ त मिठै हुन्छ। हङकङको वान अफ माई फेभरेट प्लेस पनि हो यो चाहिँ खाना खानु। तर यहाँ ओमानमा काम गर्नुभएको हाम्रो ज्वाइँ चाहिँ जेमा पनि फरवर्ड हुनुहुन्छ, झ्यामझुम होइन नपाइने भए पनि ल ले भाइ भन्नुहुन्छ। चिसो भए त चाहियो नि, जाडोमा अब चाहिँ ब्ल्याङ्केट दिन पर्ने। रिच कार्टनमा हाल्न दिन्थ्यो, रिच कार्टनमा दिनुहुन्छ। कुरो सुन्दै कुरो सुन्दै त्यहाँ त पेसिफिक, त्यहाँ त $7,000 तिरेर गइयो नि त। म सोधरै आउँछु घिउ डेली खान्छु, अघि पनि घिउमा आयो, घिउै छैन भनेर होइन हाम्रो ज्वाइँ भनेपछि म जेठानसित हिँडेपछि अब यो ज्वाइँकै घर आएछु भन्ने पनि सोच्नुहुन्छ। त्यो पनि हो होइन त्यो रेस्टुरेन्ट त नमुनै रहेछ क्या। के भन्यो भने अब बाहिर यत्रो टाले छ, क्रेडिट कार्ड पेमेन्ट, अलि पेमेन्ट सबै पेमेन्ट छ भने टाले छ। पनि तपाईँको त पहिला हुन्थ्यो होला नि, थियो होला नि भनेको। थियो तर इन्टरनेट कहिले टिप्ने कहिले नटिप्ने अरे। अरे भाइ इन्टरनेट कहिले टिप्ने नटिप्ने अझ हङकङमा त्यस्तो भन्न त सुहाउँदैन नि त होइन। इन्टरनेटको प्रब्लम छ अरे। स्पागेटी अलि के भन्छ त्यो यो गरेको खासै मिठोवाला आएछ यो चाहिँ। मिलाएर पनि केही गुवाम खाँदैछ बोलेर पनि। हाम्रो ज्वाइँ साहब खानुभयो, यिनीहरू पनि भोकाएर ज्वाइँले त खाएको फाल्नु अघि। यो एप्पल जुसले ठिक गर्छ यो ठ्याक्क खाएपछि। 0810115 हाम्रो भेजिटेरियनलाई भेजी पिज्जा, थिन क्रस्ट। म चाहिँ नेपालको डोनट होइन डोनट, छोरीहरू हाँस्छन् मैले भन्दाखेरि डोनट मनपर्ने भएर यस्तो खाले प्यान पिज्जा। यसको त रिभ्यू गर्नै पर्दैन, म सधैँ खाने मान्छे, मिठै हुन्छ। हस् त तपाईँहरू पनि पिसा फेरेर आउनुहोस् है, यसो पज गर्नु। अब हामी चाहिँ खाना खाँदैछौँ है, एउटा रमाइलो गर्दै। हाँस्यो नि यो महँगो पऱ्यो, अलिकति त महँगै पऱ्यो तर टेबल हल्का पऱ्यो थियो क्या, नर्मल खान्थेँ। कुरोमा कुरो गर्दाखेरि अघि हामीले गरे जस्तै के सन्दर्भमा कुरा चलिरहेको थियो भने तपाईँले पनि गर्नुहुन्छ कि गर्नुहुन्न, कपाल पऱ्यो भनेर मैले भने बुझेर उसले चाहिँ उसको कपाल पऱ्यो पनि खाँदैन भन्ने कुरा गर्दै थियौँ। गर्दाखेरि चाहिँ महँगो र सस्तोको कुरा आयो। अब कहिले कहिले हामी सस्तो चिज ल्याइएर भैमा खस्यो नि फाल्दो भनेर फालिदिन्छ नि। त्यही कुरा अलि खसीको मासुको एउटा चक्टो भैमा खस्यो त यहाँबाट त अनि हजुर नेपालबाट त्यो ल्याएको हुनुपर्छ। धोइ केही पनि भएन भनेर त्यहाँ धोएर रप्पा हाल्नु। त्यही कुरा फेरि यहाँको त फ्रोजन चिकन एक पिस भएमा खसोस् त अनि के गर्नु त्यहाँ फाल्दैन भएमा खसेर खाना हुनु भन्नु त्यो मजा आउँछ यो पिजा खानु। यो त म पापड खाए जस्तो लाग्छ क्या, पापडै खानु नि तेरि चिज हालेर। पिजा भने त यस्तो हुनुपर्छ नि त्यहाँ हेर्नु घिउ लाएर कस्तो घिउ लाएर बनाएको छ चरक्क मिठो। बटर पनि त्यस्तै हो, डाल्डा हो यो। माछा मन पर्दैन कि बिहान पुजा कहिले कहिले खान्छ भने माछा जे मन अलिक चिज अलिक कम भयो, एक्स्ट्रा चिज मन नपर्छ होइन। मार्गरिटा भएको डरमै चिज हुन्छ, भेजिटेरियन गऱ्यो नि त। यहाँ एउटा अनौठो रेस्टुरेन्ट भेटेको छ, के पढ्नुहुन्छ तपाईँले?
यसो मलमा खाना खाएर अहिले त मेरो मुख पनि चमक आएको छ। खाएर यसो हेरेको जापानिजहरूले पनि के ब्रान्डको नाम राख्छन् हो। गु अरे हो, के विधि हो यो, हदै भएन र। हामी चाहिँ अहिले अब आजको ब्लग यति नै होला जस्तो छ। बस पक्रिँदैछौँ, बसमा जानलाई। बस चढ्यो, अब हामी साइकलतिर लागिन्छ। वेलकम अन बोर्ड। लास्ट बनाएको छ त्यसले अघिको केही पनि हुँदैन। अब यस्तै राख्नै पर्छ भन्ने हो, यो राख्नै पर्छ। तिमीले प्रेसर दिनुहोस् तपाईँहरूले। म राख्छु। गाइज ल अब हामी आजको ब्लग यहीँ अन्त्य गर्छौँ। अब घर आइपुग्ने बेला भएको छ अब हाम्रो पनि। अब गएर सुतिन्छ, भोलि जिम जानु छ, काम जानु छ। उसको त झन् बिहान 4 बजे काम छ, 4 बजे उठ्न छ, 10 बजिसकेको छ अहिले। ल यस्तै गरी भिडियो हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नुभएको छ भने चाहिँ साथीभाइहरूलाई यसो सर्कलमा यो एउटा नयाँ केटो आएको छ है भनेर जानकारी गराउनु होला। हस्त धन्यवाद। जय नेपाल।